पर्छ। सुरुमा कुन कलर लाउनु फुपू? कलर होइन टीका भन। सुरुमा सेतो टीका लगाइदे अनि त्यसमाथि एक एक गर्दै अरू टीकाहरू थप्दे। हस् फुपू। ओइ मुतुई, टीका लाउने बेला चाहिँ नमुतै। हेर्नु न बाबा, फेरि मुतुई भन्छ। नजिस्कन बहिनीलाई टीका लाउनु दे। ओइ पर्खी पर्खी, एकछिन पर्खी त। के भयो के फेरि? मेरो ढाड लास्टै चिलायो के, पछाडि आएर कनाइदे त सुरुमा। अबे साले म कनाइदिम। भयो बाबा, पर्दैन। तपाईको हातलाई किन दुःख दिनु, म आफै कनाइहाल्छु नि। ला मोज गर। ला त पनि मोज गर। फेरि रुमाल? म चाहिँ हरेक वर्ष पैसा बढाएर दिन्छु अनि त चाहिँ जहिले मलाई रुमाल मात्र दिन्छस्? यो भएन है बाबा। त सिगानेलाई रुमाल नदिएर के दिनु त? गजब बेइज्जती है। म पनि सानोमा रुमाल नै दिन्थे नि तपाईलाई, थाहा छ नि दाजु? थाहा छ। नाकभरि सिगान चाहिँ तैँले बोकेर हिँड्थिस् अनि रुमाल चाहिँ मलाई दिन्थिस् होइन त? अनि तपाईले चाहिँ फुपूलाई कति रुपियाँ दिनुहुन्थ्यो नि? म त यसलाई 100 रुपियाँ दिन्थे नि। जाबो 100 रुपियाँ मात्रै? त्यति बेलाको 100 रुपियाँ अहिलेको 1000 रुपियाँ हुन्छ नि त छोरी। हो र बाबा, त्यसो भए मलाई त्यति बेलाको 100 रुपियाँ दिनु न, म पसलमा साटेर 1000 रुपियाँ लिएर आउँछु। यो पनि यसको आमा जस्तै रहेछ, एउटा कुरा भन्दा अर्को कुरा बुझ्ने। भाउजू त छैन नि घरमा? छैन, माइती गएको छ तेरो भाउजू। भयो नि, को डराउँछ र? त्यस्तो भाउजूलाई त कान्छी औँलाले घुमाएर फ्यालिदिन्छु म। अच्छा ओ तेरो भाउजू आयो। सरी भाउजू, सरी, म त मजा गरिरहेको थिएँ। तपाईँ मेरो बेस्ट भाउजू हो, प्लिज मलाई केही नगर्नुहोस्। खोइ त भाउजू। कैसा लगा मेरा मजाक? ए दाजु, कस्तो ढाँटेको के? बच्चाहरूको अगाडि बेइज्जत भएन मेरो? डोन्ट वरी फुपू, हामी कसैलाई नि भन्दिनौँ के। फुपूको इज्जत हाम्रो इज्जत। स्याबास मेरो बधाई, यस्तो हुनुपर्छ बधाई भनेको। तर हामीलाई 1000 रुपियाँ चाहिन्छ। के भनिस्? त अब फुपूलाई ब्ल्याकमेल गर्छस्? के गर्नु फुपू, पापी पेटको सवाल छ, गर्नै पर्यो नि। साले तू तेरो पापी पेटलाई सियोले घोचेर फुटाइदिन्छु अहिले म। फुपूलाई पैसा माग्छस्? अनि कसलाई माग्नु त? तपाईलाई माग्यो भने मम्मीलाई माग भन्नुहुन्छ, मम्मीलाई माग्यो भने बाबालाई माग भन्नुहुन्छ। धन्न हजुरबा हुनुहुन्छ र गुजारा चलिरहेछ मेरो। ए बुवा, यसलाई पैसा नदिनु भनेको होइन, तपाईले गर्दा दिनदिनै बिग्रिरहेछ यो। चुप्लाक, मैले पैसा दिएर होइन, तैँले हात हातमा मोबाइल दिएर चाहिँ बिग्रेको हो तेरो छोराछोरी। मैले दिएको हो र? यिनीहरूको आमाले पो दिएको हो त। तर किनिदिने त तपाईँ नै हो नि। पक, अबदेखि केही किनी माग्लास्। मैले त केही भनेको छैन है बाबा, मलाई चाहिँ किनिदिनु है। हेर बाठी, यति सानोमा यस्तो बाठी छ, पछि गएर के हुन्छ होला? के हुन्छ र? कुन चाहिँ लाटो केटोसँग बिहे हुन्छ अनि रुँदै बस्छ नि। ए नाति, कति जिस्काको बहिनीलाई? अब जिस्काइस् भने तँलाई पैसा दिन है म। मेरो प्यारी बहिनी, अबदेखि म तँलाई कहिले जिस्काउँदिन ल। ये सब क्या देखना पड़ रहा है? तर म मिलेर बस्नुपर्छ अब। बहिनी